गुलशन कुमार झालाई चाहिँ ओपनिङ पठाइदिए हुँदैन र भन्दै हुनुहुन्थ्यो साथीहरूले। त्यस्तो हुँदैन है, गेमहरुमा चाहिँ सबैले आफ्नो रोल दिएको हुन्छ। त्यसमा चाहिँ अब गुलशन झाले चाहिँ लास्टतिर आएर जुन खेलेको इनिङहरुले चाहिँ उसले एक्लैले नै गेमलाई जितायो, नेपालहरुलाई गेमहरु जितायो भन्दा फरक पर्दैन। उसको इम्प्याक्ट चाहिँ यस्तो दामी छ कि, यस्तो बवाल छ कि, जुन क्रुसियल छ कि एकदम चाहिने बेलामा चाहिँ खेलेको छ। उसले चाहिँ जस्तो कुवेतसँग चाहिँ 6 बलमा 20 रन, जापानसँग 20 बलमा 28 रन, युएईसँग 5 बलमा 14 रन, कतारसँग 8 बलमा 16 रन, ओमनसँग 10 बलमा 18 रन। यो भनेको चाहिँ नेपालले जित्नका लागि चाहिँ पुश गरेको रन हो के, यही रनले जितेको हो। गुलशन कुमार झाले गर्दाखेरि चाहिँ जितेको नै भन्नुपर्छ। हुन त टिम एफोर्ट्स हो, जुन तरिकाको हाम्रो ब्याटिङमा प्रब्लम आएको थियो नि त, जुन 120 130 त्यस्तै रन हुँदाखेरि चाहिँ ऊ आएर ट्याक ट्याक हानेर त्यसपछि चाहिँ 200 300 को स्ट्राइक रेटमा हानेर अनि टिमलाई चाहिँ एउटा 140 कट्नमा मद्दत गरेको छ नि, यो चाहिँ एकदम क्रुसियल छ। गुलशन कुमार झालाई चाहिँ नमनै छ है, नमनै छ। धेरै चाहिँ के भन्ने सम्मान चाहिँ एक तरिकाले चाहिँ उहाँले आफ्नो गेमलाई चाहिँ एकदम निखारेर लिएर आउनु भएको छ नि। जुन बेलामा म्याटर गर्छ त्यो बेलामा मस्ट परफर्म गर्नु भएको छ नि। जुन वर्ल्ड कपमा साउथ अफ्रिकासँग हारपछि चाहिँ यस्तो दामीले चेन्ज भएर आउनु भएको छ नि। यसरी चाहिँ खेल्दै जानु होला, हाम्रो अपेक्षा छ तपाईबाट। जुन तरिकाको उहाँको बलिङ ब्याटिङदेखि लिएर हरेक कुरा कन्फिडेन्स चाहिँ एकदम बुस्ट भएको देख्दाखेरि चाहिँ खुसी लाग्छ। त्यस्तो छक्का 100 मिटर भन्दा धेरै छक्का हान्दाखेरि चाहिँ हामीलाई खुसी लाग्छ। राम्रो खेल्नु होला, धेरै धेरै शुभकामना छ। धन्यवाद नेपाललाई वर्ल्ड कप पुर्याइदिनु भएकोमा। जय देश, जय क्रिकेट।